काभ्रेको दाप्चा भन्ने ठाउँमा बस्ने एक सामान्य शिक्षक अर्जुन लामा, जो बिहान पहाडी बाटो हिँडेर स्कुल पुग्थे, बच्चा बच्चीहरूलाई पढाउँथे र गाउँलेका ससाना दुःखहरू सुन्थे र समाधान गर्ने प्रयास गर्थे। उनी एक समाजप्रेमी थिए। उनी विशेष गरी गाउँमा शान्ति र गाउँलेहरूलाई शिक्षित बनाउने पक्षमा कार्य गर्ने गर्थे र उनी त्यही चाहन्थे। तर त्यही समयमा देशभरि माओवादीको आतंककारी युद्धको आगो फैलियो। उनीहरूले दुर्गम गाउँमा आफ्नो अड्डा बनाउने गर्थे। गाउँ गाउँमा अन्न, रासन, खानेकुरादेखि लिएर घर घरमा भएका धन सम्पत्ति, भाडाकुटी सबै डर र त्रास देखाएर लुट्ने गर्थे। गाउँ गाउँका युवालाई युद्धका लागि टिममा जबरजस्ती लग्ने गर्थे र विद्यालयहरूमा पढाइ बन्द गरिदिन्थे। तर अर्जुन लामा यसको विरुद्धमा आवाज उठाउने गर्थे। गाउँमा शान्ति हुनुपर्छ र गाउँका नानी बाबुहरूले पढ्न पाउनुपर्छ भन्ने गर्थे। सधैँ आतंकको विरुद्धमा आवाज उठाउनु नै उनको गल्ती तुलियो, जसकारण उनको निर्मम तरिकाले हत्या गरेर मारियो। प्रस्तुत छ अर्जुन लामाको हत्याकाण्डको अनसुल्झिएको कथा। अर्जुन लामा काभ्रे जिल्लाको दाप्चा भन्ने ठाउँको स्थानीय बासिन्दा थिए। उनी एक सामान्य किसानको परिवारमा काभ्रेको ग्रामीण परिवेशमा र बाल्य अवस्थामा खेतीपातीमा आमाबुवालाई सघाउने, गाउँको पाठशालामा पढ्ने र स्थानीय समुदायमा रमाई हुर्केका थिए। उनको व्यक्तित्व शान्त र सुशील थियो। गाउँलेका अनुसार सानैदेखि उनी अरूको दुःखमा साथ दिने र गाउँका झैझगडाहरू मिलाउने प्रयास गर्ने गर्थे। उनको दैनिकी ग्रामीण जीवनको नियमित चक्रमा चल्ने गर्थ्यो। बिहान सबेरै उठेर घरका कामहरू गर्ने, घरका कामहरूमा सघाउने, नजिकैको विद्यालयमा गई पढाउने दैनिक दिनचर्या थियो। उनी विद्यालयमा शान्ति, सुरक्षा, समाज विकास जस्ता कुरामा पढाउनेमा मात्र सीमित नरही व्यावहारिक जीवनमा पनि उतार्ने गर्ने गर्थे। उनी समाजमा नैतिकता, शान्ति र समुदायको महत्त्व बुझाउँथे। विद्यालयपछि गाउँ फर्कन्थे र स्थानीय समस्याहरू समाधान गर्ने हरेक प्रयास गर्ने गर्थे। कसैको खेतको साँधो विवाद होस् या खानेपानी झगडाको विवाद, अर्जुन जहिले पनि मध्यस्थका भूमिकामा रहन्थे। उनको जीवन खुसी परिवारसँग सादा थियो, तर गाउँमा उनको प्रभाव सकारात्मक रूपले गहिरो थियो। उनले समाजमा शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए र 2052 सालदेखि माओवादीको द्वन्द्व सुरु भयो। त्यो समयमा ग्रामीण क्षेत्रमा आतंक र हिंसाको फैलावट र सुरुवात यसरी हुन्छ कि ग्रामीण क्षेत्रका आम नागरिकले माओवादी भन्ने नाम सुन्ने बित्तिकै आत्तिएर लुक्ने अवस्था थियो। माओवादीहरूले गाउँका युवाहरूलाई आफ्नो पक्षमा जबरजस्ती कोच्ने, धन सम्पत्ति लुट्ने, सार्वजनिक रूपमा जसले आफ्नो पक्षमा भर्ती हुन मान्दैन त्यसलाई यातना दिएर भएर पनि भर्ती गराउने, गाउँ गाउँका विद्यालयहरू बन्द गर्ने, पढाउन नदिने र गाउँमा अति नै अशान्ति मचाउने गर्थे भने उता अर्कोतर्फ सरकारी फौजले माओवादीसँग मिलेको, माओवादीहरूले भनेको कुरा मानेको, उनीहरूलाई घाँसबास र कपासमा सहयोग गरेको भनी गाउँलेहरूलाई कुट्ने, पिट्ने र नमजाले दुःख दिने काम गर्ने गर्थे। यस्तो कष्टपूर्ण र तनावपूर्ण अवस्थामा अर्जुन सधैँ शान्तिको बाटो रोज्ने गर्थे र गाउँलेहरूलाई हिंसा, उदण्ड र आतंकबाट सधैँ टाढा बस्न प्रेरित गर्थे। उनी समाजमा शान्ति र परिवर्तन हिंसा, आतंकले हुँदैन भन्ने मान्यता राख्थे। गाउँमा उनले विभिन्न बैठकहरू राखेर शान्तिपूर्ण सहअस्तित्वको कुरा सिकाउँथे। गाउँलेहरूलाई जहिले पनि सरकारी फौज र माओवादी कसैको पनि पक्ष नलिई तटस्थ रहन भनी सिकाउँथे। यो उनको सानो तर महत्त्वपूर्ण सङ्घर्ष थियो। यसरी अर्जुन लामा विद्यालयको शिक्षक हुँदै व्यवस्थापन समितिका अध्यक्ष हुन जाँदै थिए। त्यही क्रममा 2062 साल वैशाख 6 गते उनी विद्यालय व्यवस्थापन समितिमा निर्वाचित हुन्छन्, जसकारण विद्यालयमा स्वागत समारोह चलिरहेको थियो। त्यही समयमा माओवादीका 3 जना स्थानीय कार्यकर्ताहरू आएर केही जरुरी काम छ भन्दै उनलाई त्यहाँबाट अपहरण गरी लिइयो। प्रत्यक्षदर्शीका अनुसार अपहरणपछि उनलाई काभ्रेका विभिन्न गाउँहरू घुमाउँदै लिइएको थियो। त्यसपछि उनलाई बेपत्ता पारियो। उनको साथमा के गरियो, उनलाई कहाँ लिइयो भन्ने कुरा कसैले पनि थाहा पाउन सकेनन्। उनको घर परिवारले गाउँको वरपर सबै ठाउँमा खोजे, तर उनी कतै पनि भेटिएनन्। खोजेर नभेटिएपछि उनको परिवारले आज फर्केलान्, अर्को दिन फर्केलान्, भोलि फर्केलान् भन्ने आशामा पर्खिबसे। तर उनी फर्कनु त के, दिनौँ बितिसक्दा पनि कहाँ छन्, के छन् भन्ने बारेमा कुनै पनि अत्तोपत्तो नै थाहा भएन। जसकारण उनकी पत्नीले 2062 साल वैशाख 20 गते राष्ट्रिय मानव अधिकार NHRC मा उजुरी दिइन्। NHRC को अनुसन्धानपछि असार महिनाको अन्त्यतिर केही साक्षीहरूले अर्जुनलाई काभ्रेको बुढाखानी क्षेत्रमा लगिएको र उनको त्यही हत्या गरेको भनी बताएका थिए। माओवादी पार्टीबाट कुनै पनि जवाफ नआएका कारण उनकी पत्नी पूर्णिमाया लामा र NHRC भने त्यो कुरामा 100% स्योर थिएनन्। जसकारण उनीहरूले समय समयमा माओवादी पार्टी कार्यालयमा गई सोधपुछ गर्ने र दबाफ दिने
कार्य गर्थे। त्यसैले 2062 माघ 2 गतेमा काभ्रे जिल्लाका माओवादीका सचिव सुरेमान डोङले पत्रकार सम्मेलनमा अर्जुनलाई सरकारको जासुस भएका कारण जबरजस्ती लगेका थियौं र बुढाखानी क्षेत्रमा अर्जुनको मृत्यु भएको, तर त्यो मृत्यु आफूहरूले नगरी नेपाली सेनाले हवाई आक्रमणबाट गरेको भनी आरोपका साथ जवाफ दिएका थिए। तर पछि एनएचआरसीद्वारा घटनास्थलको निरीक्षण र अनुसन्धानपछि त्यहाँ अर्जुनलाई दुःख दिएर अङ्गभङ्ग हुने गरी कुटपिट गरेर क्रूरतापूर्वक हत्या गरेको भन्ने निष्कर्षमा पुगेको थियो र त्यसपछि एडभोकेसी फोरमले पनि उनको परिवारलाई साथ दिँदै 2064 साल असार 14 गते काभ्रे प्रहरीदेखि लिएर सिडिओ कार्यालयसम्म उजुरी दर्ता गर्न आग्रह गर्यो। तर माओवादीको डर र धम्कीका कारणले गर्दा उनीहरूले उजुरी दर्ता गर्न मानेनन्। स्वतन्त्र रूपमा जनताको शासन गणतन्त्रमा पनि प्रहरीले उजुरी समेत दर्ता गर्न नमान्दा एउटा परिवारले कति पीडा भोग्नु पर्यो होला। त्यसको 1 महिनापछि अर्जुनको परिवार सर्वोच्च अदालतमा पुग्यो, जसकारण सर्वोच्च अदालतले रिट दायर गर्यो, जसमा निष्पक्ष रूपमा अनुसन्धान गर्न र अभियुक्तहरूलाई मुद्दा चलाउन आदेश दिएको थियो। सोही अनुसार 2065 साल साउन 27 गते काभ्रे प्रहरीले उजुरी दर्ता गर्यो। त्यहाँ त्यो समयमा काभ्रेको माओवादी युद्धको नेतृत्व अग्नि सापकोटाले गरेका थिए। उजुरी अग्नि सापकोटा, सुरेमान डोङ सहित 5 जना माथि लागेको थियो। अदालतले अनुसन्धान गर्न भनी आदेश दिए पनि काभ्रे प्रहरीले कतिखेर एक कारण देखाएर कतिखेर अर्को कारण देखाएर अनुसन्धानलाई टालटुल गर्दै थियो, जसकारण 2069 सालमा अदालतले प्रगति विवरण माग्यो, तर प्रगति विवरणको प्रतिवेदन भने आएन र त्यो समयदेखि अनुसन्धान पनि ठप्प भयो। आरोप लागेका र दोषी मानिएका प्रचण्डका निकटतम र विश्वासिला पात्र अग्नि सापकोटा भने अझ शक्तिशाली नेता बन्दै गए। सांसद हुँदै मन्त्री, मन्त्रीबाट सभामुख समेत बने। अहिले पनि उनी राजनीतिक रूपमा उति नै शक्तिशाली मानिन्छन्। 2065 साल अदालतले दिएको आदेशदेखि यता 2069 साल प्रगति विवरण मागेसम्म काभ्रे प्रहरीले अनुसन्धान अगाडि बढाएको छैन, या भनौँ अनुसन्धान नै गरेको छैन। यत्रो समय बितिसक्दा पनि अझै पनि यो मुद्दा अदालतमा विचाराधीनमा नै छ। अर्जुन लामाको परिवारलाई उनको मृत्यु भएको भन्ने कुरा मात्र थाहा छ, न त उनको शव नै देख्न पाएका छन्, न त न्याय नै पाउन सकेका छन्। अर्जुनको परिवार र उनकी पत्नी पूर्णिमाया लामाले 100औं पटक न्यायको ढोका खटखटाइसकेका छन्, तर पनि न्याय पाउन सकेका छैनन्। अब त उनीहरूमा आशा र भरोसा पनि मरिसकेको होला कि हामीले न्याय पाउँछौँ भनेर, तैपनि अझै लड्दैछन्। अब यहाँ प्रश्न उठ्छ कि यदि अग्नि सापकोटा निर्दोष छन् भने प्रहरीले अनुसन्धान किन अगाडि बढाएन? अपहरण भएको वा हत्या भएको 16-17 वर्ष भइसक्दा पनि यो म्याटर अझै पनि अदालतमा किन पेन्डिङमा नै छ? सर्वोच्च अदालतले अनुसन्धान निष्पक्ष रूपमा अगाडि बढाउन भनी आदेश दिए पनि आदेशको कार्यान्वयन नभएको कुरामा अदालत किन मौन छ? खैर, नेपालमा जसको राजनीतिक पहुँच उच्च छ, जो शक्तिशाली छ, उनीहरूका जति ठूला अपराध र काण्ड भए पनि प्राय कानूनले नदेखे जस्तो गरिदिन्छ। माओवादी द्वन्द्वकालमा यस्तै धेरै व्यक्तिहरूको हत्या भएको छ, तर तीमध्ये अर्जुन लामा विशेष छन्, किनकि उनी स्वतन्त्र थिए, निर्दोष थिए। समाज शिक्षित हुनुपर्छ भन्ने, हरेक बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने एक सच्चा देशप्रेमी थिए।